लाखपदाईको फ्यानहरू हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल वान सेकेन्ड। फेरि पनि स्वागत छ सबैजनालाई है। अनि अहिले चाहिँ म भक्तपुर जाँदै हो है। एउटा सानो कोल्याबोरेसन टाइपको एउटा भिडियो बनाउने एउटा लेडी राइडर छ, उसले मलाई डिएम गरेको थियो। अनि एउटा मिल्छ भने कोल्याबोरेसन गरेर एउटा सानो भिडियो बनाऊँ न अनि भन्यो। अनि मैले नि ओके छ त, भिडियो बनाइदिउँ, कोल्याबोरेसन गरिदिउँ, सपोर्ट पनि हुन्छ, मलाई नि एउटा भिडियो बनिहाल्छ भनेर चाहिँ अहिले म उता जाँदैछु भक्तपुर दरबार स्क्वायर। अहिले चाहिँ ऊ चाहिँ कता छ भन्दा ऊ चाहिँ अहिले यो पेप्सी कोला निस्किनेर भक्तपुरको एउटा यहाँबाट भक्तपुर निस्किन्छ नि, ठ्याक्क त्यो रोडमा छ अरे। जाउँ गएर भेटौँ है। अनि अहिले चाहिँ म एयरपोर्ट साइडमा जेस हुन्छ नि सुकुटेको भ्लग पार्ट 1 र पार्ट 2 तपाईँहरूले धेरै मन पराइदिनु भयो है। क्या खुसी छु क्या, त्यो हुन्छ नि त्यो भिडियोमा राम्रो रेस्पोन्स आउँदाखेरि है, तपाईँहरूको कमेन्टदेखि लिएर तपाईँहरूको सबै हेरेँ जस खुसी लाग्यो। अब अझै लङ राइड तपाईँहरूले जस लङ राइडको भिडियोहरू मन पराउनु हुँदो रहेछ है। सायद चाँडै फेरि लङ टुर त नभनौँ, लङ राइड गरिन्छ। स्टे ट्युन त्यसको लागि है। फेरि केटाहरू फेरि राइड जाने भन्दैछ, जानुपर्छ चट्टा बाह्रमा बबाल हिट हान्नुपर्छ। जस राइड गएको बेला चाहिँ यस्तो एक्साइटेड रमाइलो हुन्छ नि। सिनामङ्गलमा त्यही हो, जस धेरै अन्डर रेटेड राइडरहरू छ, लेडी राइडरहरू पनि। ए तपाईँ भर्खर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो, कहाँ जानु लागेको अहिले? ए हुन्छ ल, आज पार्ट 2 आउँछ। ल ओके ल ब्रदर, ल राइड सेफ, ल ओके। मसँग है, हामीसँग सुकुटेमा गएको एउटा राइडर भनौँ ब्रदर। यस सबै दाई केटाहरू चिल छ क्या, मलाई क्या खुसी लाग्छ। जस आफ्नो ग्रुपको अथवा मेम्बरको भन्नु त्यसरी हुँदा चाहिँ आफूलाई एउटा कस्तो हुन्छ नि, एउटा मोटिभेट टाइपको हुने क्या दाइहरूले यस्तो गर्दाखेरि चाहिँ। अब दाइहरूले हुन्छ नि, जस्ट अघि पनि म सामाको सिकाएर आएको नि त, दाइहरूलाई भेटेर आएको। जस दाइहरूले भिडियोको रेस्पोन्स पनि राम्रो दिनुभएको थियो। अब चाँडै लङ राइड हान्नुपर्छ। अनि त्यसपछि के अरे नयाँ खतरा लेजेन्ड बाइकर आउँदैछ, अब भिडियोमा सुट गर्नुपर्छ भन्दै थियो है। धेरै धेरै धन्यवाद छ मेरो दाइलाई, जस हुन्छ नि अहिले सपोर्ट गरिदिनु भयो, माया गरिदिइरहनु भएको छ अहिलेसम्म। अनि जो मेरो सब्सक्राइबर भ्युअर्स भिडियो हेरिरहनु भएको छ, धेरै धेरै धन्यवाद त्यति धेरै माया दिनुभएकोमा है मलाई। मेरो चाहिँ 27,000 सब्सक्राइबर पुगिसकेको छ। अझै हिट हान्नुपर्छ, भिडियो कडा ल्याएर नि तपाईँहरूको लागि म। तर है यो यस्तो बेलुकाको स्टाइलमा चाहिँ लास्टै जाम हुने क्या, त्यही ठिकै छ, बिस्तारै गइन्छ, हतार छैन। सो है मेरो च्यानलमा नि अब चाँडै गिभअवे हुँदैछ, अपडेट भइराख्नु। म चाहिँ 30K मा लाइभ गिभअवे गर्छु म, जस अपडेट भइराख्नु के छ सामानहरू चाहिँ भनेर। गिभअवे पनि स्पोन्सर हो नि त, फर्स्ट टाइम स्पोन्सर आउँदैछ। म अनाउन्स गर्छु नि अब 2-3टा भ्लग पछि। आज लास्टै जाम रहेछ। सो ऊ यतै आउँछ भन्दै थियो है, कता होला त अब। ए गएर पेट्रोल पम्पमा गएर घुरौँ न एकछिन, त्यही आउँछ होला। ओ यहाँ पेट्रोल पम्पमा घुरौँ। ल म यतै बोलाउँछु डाइरेक्ट। उनीहरू चाहिँ अगाडि पुगिसक्यो अरे।
म पनि त्यही बोलाएर चाहिँ त्यही जानु पऱ्यो। उनीहरू त भक्तपुर जाने भक्तपुर दरबारको जाने बाटोमै रहेछ। कति धेरै जाम, म त अल्छी लागिसक्यो त। जाम 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 यस्तो जाम त। के भएको के भएको? कसलाई? आर्मीको गाडीले ठोक्दैछ रे। जामै नहुने रोडमा त्यस्तै जाम गराएर अनि त्यसै जाम गराएर हेलो सरी होइन त्यो भक्तपुरमा त्यहाँ एक्सिडेन्ट भएर रहेछ क्या। एक्सिडेन्ट भएर जस्तै लास्टै जाम परेर अनि हाई जाउँ। सो अल राइट, हाम्रो लेडी राइडर अन ड्युक 250 जस सुहाउने क्या कुदाउँदा चाहिँ। तपाईँहरू कताबाट आउनु भएको? हामी बौद्धबाट हो। ए बौद्धबाट त्यो एयरपोर्टको पछाडिको बाटो हुन्छ क्या त्यो ए ए ए होम्समा त रोक्नै नमन लाग्ने क्या। सो अब एकछिन जाउँ, होइन होइन जाउँ जाउँ। च्यानलको लिङ्क पनि तल राखिदिन्छु, चेकआउट गरिदिनु होला है। जोस् बवाल कुदाउँछ, जाउँ ल यता सिधै है। जोस् राइडिङ चाहिँ खतरा गर्छ। उसले त उहिले पनि हान्छ होइन? अस्ति मैले एउटा उसको ऊ चाहिँ देखाएको थिएँ, उसको अहिले त्यहाँ टाउन प्लानिङमा जाँदा एक दुई उहिले हानेर जानुपर्छ। नजिक रहेछ बाटो। साइड लाइट किन नभाल्यो अहिले?
सही कस्तो बिचमा यति चाहिँ किन नबनाएको होला बाटो अब यतिका ओए सनसेट हुन लागेको छ बवाल देखा क्या ओए के तोप कुदाउँछ त अच्छा यो ठाउँ त धेरै हो सर एकछिन बसौँ अनि घरतिर निस्किनुपर्छ ल हेलो ब्रदर हाई कस्तो भयो रमाइलो भयो हात चाहिँ दुख्यो ग्लोभ्स नलाएर ग्लोभ्स लाउनुपर्छ हातै हेलो दाई डाउन प्लानिङ दुख्छ नि लास्टै यसको सिट लगभगको चाहिँ सिट हाइट अलि हाइट सिट हाइट भन्दा नि मलाई चाहिँ यतिकै प्रोभाइड भयो यसपालि अलिक सानो आएको छ भन्दै थियो अब धेरै सानो आएको छ यसको चाँडै यो दुईवटा आरएमवाला भिडियो पनि आउँछ है त्यो र त्यो अब न्यू र ओल्डको के फरक छ तपाईँहरूलाई म सबै भनिहाल्छु त्यतिखेर है निस्किने अब ल बाई 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 भन्दै सब्स्क्राइब है यता सबैजना चट्टा बाह्रमा है बाबा लानुपर्छ ब्रदर चाहिँ अब ल ब्रदर चाहिँ सब्स्क्राइब च्यानल है ए गाह्रो छ है हामी सबैजनाको च्यानल छ है अब निस्किने अब बेलुका बेलुकै भइसक्यो घरतिर जानुपर्छ धेरै भइसक्यो बाई बाई दाई नाइस मिटिङ यु थ्याङ्क यू बाई बाई अनि ऊ होइन त सब्स्क्राइब गरिदिनु होला है सबैजना है नयाँ आरएमको भिडियो सुन आउँछ बबाले आउँछ हाल्नुपर्छ है गाह्रो छ राजा उहिले चाहिँ हेर्न पाएन नि त भिडियोमा चाहिँ मैले हेरेर मात्र भएन भ्युअर्सले नि हेर्नु पऱ्यो नि त गाह्रो छ ल ओके त्यही हो सी यु इन नेक्स्ट ब्लग धेरै बाइक रहेछ बाई 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 ल बाई बाई सबैजनालाई है सी यु इन नेक्स्ट ब्लग चट्टा बाह्रमा हिट हाल्नुपर्छ ल बाई बाई भनिदियो त देख्दैन रहेछ है त्यो पनि ल त्यो पनि ल बाई बाई